बिजोग भइरहेको छ हैन। यो चाहिँ मेरो गाउँको भ्यू हो तर मेरो हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आजको ब्लग चाहिँ मेरो गाउँको सिनदेखि। मेरो गाउँमा असारको महिना हो नि त। असारको महिना चाहिँ एकदम हरियाली हुन्छ, देख्न सक्नुहुन्छ। मेरो गाउँमा आजभोलि के भन्छ अरे गहुँहरू काट्ने काम भइरहेको छ। अनि पाटनबाट भर्खर आएको हो नि त मान्छेहरू, अनि त्यही भएर मान्छेहरू आएर गहुँ काट्न सुरु गरिसकेको छन्। अनि हामी पनि गहुँ काट्न सुरु गरिसकेका छौँ। आधी चाहिँ काटिसकेको छु। हिजो गएको काट्न चाहिँ उता देखिने चाहिँ मेरो गाउँ हो, माइती गाउँ। अनि यता चाहिँ यो मेरो गाउँ हो। मेरो गाउँको नाम चाहिँ के हो भन्नु होला, फेरि माझपाल हो। अनि बाँकी चाहिँ गाउँमा पानी परिरहेको थियो नि त। अनि हिजोको भिडियो मेरो 2 दिनको भिडियो थियो। त्यो 2 दिनको भिडियो चाहिँ 1 दिन बनाएर हालेको हो। अनि हाम्रो गाउँमा के असार साउनमा चाहिँ कस्तो पानी पर्छ क्या, धेरै पानी पर्छ। सो त्यही भएको कारणले गर्दा चाहिँ हाम्रो खुर्सानी नै बगाइदिएको रहेछ क्या। खुर्सानी बगाएर पुरै मकैहरू पनि यस्तो गराइदिएछ। हेर्न गएको थिएँ, पानी परेको थियो। अब आफ्नो बाली चाहिँ हेर्न जानु पर्यो नि त। अनि खुर्सानी चाहिँ यता साइडको चाहिँ पुरै तोपिदिएछ क्या, त्यो भल आएर पानी परेर तोपिदिएछ। अनि उता साइडको चाहिँ अलिअलि न बाँकी राखिदिएको रहेछ। पुरै मात्रै हेर्न गएको त छक्क परेको के। भर्खर स्याउको बुट्टाहरू पनि पलाउँदै थियो, त्यही पनि पानी परेर सबै कता लग्यो। अनि मकैहरू यस्तो बनाइदिएको थियो, यति बिजोग बनाइदिएको थियो, यति बिजोग। म त्यही बारीमा गएर तर्सेको, यति बिजोग थियो पुरै नगरम। अनि म जाँदाखेरि ठ्याक्कै 6 बजिरहेको थियो। अनि त्यसपछि गएर आएको। अनि मकैहरू पनि पुरै हेर्दा अब भर्खरको पानीले के गर्नु, पुरै खत्तमै बनाइदिएछ। अनि यति खोलो बनाएर माथिको ढुङ्गा तल ल्याएर पछारेर एकै ठाउँ राखिदिएको रहेछ। अनि यति खत्तम बनाइदिएको थियो कि यति खत्तम, अब के भनौँ, भएनै गर्न सकिँदैन गाइजहरू। अनि के गर्नु, यस्तै छ हाम्रोमा। पानी धेरै पर्छ, बाढी पहिरोको जोखिम हुन्छ। अनि यस्तो बनाइदिएको थियो, यति बिजोग बनाइदिइरहेको थियो। मकैहरू त बिचरा मकैहरू कहिले ठाडो उठ्लान्, यतिमै बस्ने भए। अनि यो अब गडहरू पनि भत्काइरहेको थियो यताउताको। अनि पानी पहिरोले गर्दाखेरि त्यो बाइकहरू झन् माथि जानै नसक्ने थियो क्या। बाइकहरू माथि उभ त्यो माथि जान नसकेर मान्छेहरूले तानिरहेको थिए। अनि म चाहिँ साँझपट्टि हेर्न जाँदा त हरि बिजोग थियो। मकै हेर्दा चाहिँ राम्रो थियो, अब पानी परेर खत्तम बनाइदिएछ। अनि यो गाइजहरू के गर्नु, गाउँघरको हालत यस्तै छ। गाउँघर सहर बजार भइदिएको भए सर्र चिल्लो गाडीमा हुन्थ्यो। अब यहाँ त यसरी हिँड्नुपर्छ, के गर्नु। अनि यसो गएको थिएँ अनुगमनमा। अनि हेरिदिनु होला, मन परेपछि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। यस्तो गाउँको भिडियोलाई माया गरिदिनु होला। अरू भिडियो पनि ल्याउँदै गर्छु। अनि अरू त के भनौँ, त्यही हो है गाइजहरू। मेरो गाउँको हालत देखिसक्नुभयो। अनि मेरो मकैको हालत पनि देखिसक्नुभयो। मेरो खुर्सानीको हालत पनि देखिसक्नुभयो। यस्तै छ, हिलो छ। अनि अब हाम्रोमा रोड आए पनि के गर्नु, रोड आए पनि बाढी पहिरो आएर गइहाल्छ। अनि त्यही त रोड नै आउँदैन, पिच रोड। त्यही पिच रोड आए पनि टिकाउको लागि हुन्न, अलिअलि न केही क्षणको लागि हुन्छ होला। यस्तो बाढी पहिरो आएको कारणले गर्दा। अनि अब बाइकहरू चाहिँ अब बाटोमा ल्याउँदै थियो होला नि त। अनि यति हरिबिजोग हेर्नु, म ठ्याक्कै घर जाँदाखेरि एउटा ठ्याक्कै दृश्य देखेँ के, जुन पानीको यति ठुलो खोल आइरहेको थियो। हेर्नु त, यतिको ठुलो खोल आइरहेको थियो। ऊ दाइहरू चाहिँ एकदम बाइक तानिराख्नु भएको थियो क्या। पुरै हाम्रोमा यस्तै विकट छ हेर्नु, कर्णालीको जनताहरू। अब तिमीहरूले चाहिँ राम्रोसँग नेताहरूलाई चुनेर
यसो हेरिदिनु पऱ्यो है प्रत्यक्ष रूपमा दर्शकबिनहरू भन्ने अरे क्या फेरि हेर्न सक्नुहुन्छ। पुरै तान्नु भएको थियो, क्या बाइकहरू हरिबिजोग थियो पुरै। अब बाटो नै यस्तै थियो, माथि खोला आइरहेको थियो। अब त्यो बाइक माथि गाउँदेखि माथि कसरी लग्छन् होला है, यति हरिबिजोग छ। सबै बाटोहरू यस्तै छ के, पुरै बाटोहरू यस्तै छ। योमा पिच गरेपछि झन् कस्तो होला है, बाटो पुरै खतम थियो। ल गाइजहरू यति नै हो, बाँकी चाहिँ हेर्दै गर्नु होला। अब हाम्रोमा काम चलिरहेछ मुख्य। अब मेरो गाउँको भ्यू चाहिँ हेर्नु होला, सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला।